अमान गरेको आउनु भयो के हो त कर्सा खोलाडा आएको ठ्याक्कै पारे त्यसले कुटो आयो खानु आइला कस्तो कालु माया तिम्रो ल्याएको प्लास्टिक पक्लिने भन्नु पर्यो अहिले खाउँ लाग्यो राइट गाइज आई होप सबैजना आरामै सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु है। आज चाहिँ म पङ्गुर डोजर काट्न गइरहेको छु। सो म चाहिँ अहिले बाटोमा हिँड्दैछु। बिहान चाहिँ खसी काटेर आइयो भने अब चाहिँ फेरि भङ्गुर काट्नको लागि हिँड्दैछु। अब चाहिँ गएपछि चाहिँ के कस्तो अपडेट त्यहाँबाट थाहा हुनेछ। म चाहिँ अहिले यो धारामा आइसकेको छु। यहाँबाट धाराबाट अब अगाडि हिँड्दै हिँड्दै त्यो पारी गाउँतिर अब त्यो काट्ने चाहिँ त्यहीँ काट्नको लागि लागिरहेको छु। सो भएर चाहिँ च्याट्ट काटेर चाहिँ भान्जाहरूले चाहिँ सेकुवा हेर्दै खाम मजाले बसेको छु। काइले बाला केही भन्नु नमस्कार मासु कस्तो लाउँछ ल कति लाने अरे मासु एक धार्नी लाने अरे बाजुले स्पेसल बन्दैछ यहाँ चाहिँ हैन। पाठाको नगएछ यता हो क्या हामीले काट्ने मलाई गर्ने बुढा भन्ने यस्ता अझै धेरै भयो है आउनु भयो के हो त कर्सा खोलाडा आएको
खेलते पारे हो त खेलते पारे हो त पार्टनर छोडिदियो खाइला भेन्छ टुक्राउनु के हजुर खाइला ओ खाइलबा खाइलबा भेन्छ आज हो र यो भनेको अरे ए पुरो नमुतेर रहेछ त्यो उल्टो परेछ जान पर्यो यो त 50 होला नि त ठुलो ह निस्किन्न खोल्दा जोड्नुपर्छ त बार जोड्ने हो के बाबु सबै माडे छिर्याउनु भयो है सबै मासु पहिला गयो उहाँ थाहा भयो त्यसो नभन्नु आजै ल्याएको थियो लाटा भनेको यहाँको देवी एउटा झाँक्री भए जस्तो हो बल्ल हर्र गरेको गाममा दिउलाङ दिए जसैले फोन गरेको त्यो त धेरै पछि मैले फोन गरेँ उसो नि मिठोला र उसलाई एक ठाउँ हालिदिने जति अल्को भयो उति भेट्छ कान्छी अनिल छ्यामै काम गरिहाल्छ चक्क बोलिहाल्यो ए हो त भ्याउनु जान पर्यो अमिलो काटेर हाल्नु होला ठिक छ त्यही निकाले हुन्छ त्यही ठिक पर्दैन पर्दैन क्या जखने अन्दाजी हुन्छ ठिक छ छोडे यो हाल्दै छोड्दै नजोगे एउटा कुरा जोगे छोप्नु छ बात फेरि पाक्छ मासु हो क्या छोप्यो के हुन्छ छोप्यो भने त पिनाल जस्तो हुन्छ जस्तो होला जस्तै होला अझ हाल्नु पर्यो उता भयो त्यहाँ कोही पनि छैन बडा बाँड्नै छ यसमा हालिदिउँ होइन बडारीको चिन्ता म थाप्छु ल हाम्रो देखाउनु पर्दैन उतापट्टिको जाँच दुईटा हो के अरे यतापट्टि कान्छो आएको काट्नु पाइयो सिधै गरेर टिस्टा झन् टिस्टा पऱ्यो त्यो दुम्बा थियो त केटा कहीँ नला उस थिएन यस्तो ठाउँमा पुग्यो उठ्यो नि ताली बजाउनु ताली
यस्तो गर्नु टाउको यस्तो बजाउनु पठाउनु पर्यो भने कि हेर्दै हेर्नु कि ल ल ल ए भयो काड खाएछ रे मासतिर झ्याप भएर थियो नाची बिहा भित्री मासु अन्त बिसौलीको दुईटा गरेर बिसौली भित्री मासु बिसौली गएको थियो सोधै त्यहाँ मैले त मोलेर पकाउँछु लान्छस् नि मासु बिसौली डल्लु यहाँलाई त बिसौली कति हालौँ केटा हाल्नु हुन्छ चर्को नबराउँछ चर्को अलि थपमलाई डोबेर खाए नि हुन्छ मेरो त बल्ल कति टाढाको उयो जानु थियो कि गाउँको यो त पहिले मेरो दिमाग हो नि त त नयाँ यो सबै दिमाग होइन यो आउँछ लैदिने हो क्या चुन्न पाएन कि यहाँ लैदिने हो क्या गाठ पार्न हैन गाठ पार्न यो राजीको कोठेर आउने हो आरती सीता ल छ्यामे के भन्नु त क्याले बनाउनु भयो मासु त अघि त खुन हाल्न पाबा मुडी नै छेडिएको पनि झोल सुक्थ्यो अघि खुन हाल्न पाबा यो पानी च्याक आउँछ कि कुनै आउने हो ए च्याक त कस्तो भयो नुन लाइन चढाउनु त पहिला मासु ऐनामा हाल्नु ऐनामा थोरै हाल्नु कलम त मेरै भयो छ्यामै कलम मेरो कलम त मैले राखेँ नै उठ्छ त कतै हातले हातले फटे प्लेट आनि दिनु भोल जाने हो त्यो जानु भयो अलि ठुलो भाँडा ल्याएर जिन्दगी के छ छ्यामे ल खै यता नपर्ने भन्नु त हुँदैन बेलुका धेरै होइन बेलुका त चाह है
मिठो कता एउटा। घर लैदिने मासु यहीँ राख्ने हो मजाले चपाउनु नि खानु 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 ल बनाउनु अलि फेरि काम गर्ने त्यो अमिलो अझै डल्ला काटेर हाल्ने हो त भयो ठिकै है धेरै ब्याउने आइने छ त जतना अमिलो मात्रै खाने हो र कति बेला ओहो कति हेर्दै खाम खाम जस्तो पिस छ यार ईश्वरले भगवानले साउजीको मासु लग्यो एउटा पातले ल राखिदियो ठुलमा बस्नु ठुलबारी भात नि हो ठुलबारी खानुहुन्छ प्लास्टिक हालेर घरमा राख्नु त्यो बाख्राले खाएको कि आमालाई बोला त समय आमा मार्नु राफा आएको छैन हजुरलाई कति खपिएको आगो किन आमा राको खपिएको जाउट किरण उठो बार थाल लिएर आउट बल गरे हिँडेको है कहाँ यो त भाँदै आयो बराबर हो त यो त हुन्छ क्या तातो प्लास्टिक पक्रिँदैन भन्नु पर्यो अहिले ठाउँ लाग्यो पग्ल्यो भने आगो जाने क्या ठुलबालाई दिनु पर्यो नातिया त्यो के नातिया सब म यहीँ खान्थेँ पो यो मलाई पछि केही हुन्छ काटिदिनु पर्छ ईश्वरले बनाउनु पर्यो नि त सूर्यहरू सूर्यहरू हिमाल साई उतैसँग यो त बनाउनु पर्यो कि रौसी कसले लान्छ लानु पर्छ एउटा दुई चौटा त्यसो पो हो कुरो ए बाँडा बाँडा नपुगे त्यही पनि कोर्ला राख्यो धपुवा हुन्छ के भयो त भनिदिएको अघि नै के हो छैन जानु न केही हुन्न खाइन अब खाने कुर्सीमा अमान गरेको दुर्गालाई पठाइहाल्नु पाउँछ
त्यो बाबुले उसलाई चाहिँ भने थियो कोही भ्याए के किरण काँडा कस्तो छ ल कस्तो छ सेमे भन्नु हजुरले पकाएको होला भन्नु त ठिक छ ठिक उता बस माछा माछा घुम्छ आफूले तल खाइहाल्यो यहाँ पका भात धेरै पकाउनु पारा यहीँ त यहीँ त खुसी हुन्छ तिमी कहिले आएको सब्सक्राइबै गर्दैन मेरोमा यतिखेर विकासित थिएन त केही चिज विकासित गर्दा होइन भात खानु न बाख्रा त तिन चारजना हुने कि चाहियो दहन चाहिन्छ खाइएको रहेछ उहाँहरूले म त तिरेको भिजेलाई धन्दी बाँड्नु कोहरूलाई समातियो त छोड साथै केही भन्नु भएको कहाँ हो समातेको फेरि ऊ आफू सूर्य दाइ बागाएको होइन हिजो थाहा पाएको थियौँ ल लाग्यो ल ल म यहाँ आउँदा विचार गरौँ के गर्छ तान्छ क्या हो मजा के सूर्य बहन एकछिन आज त्यो होइन पिना हाल्यो दबाई ठुला बुढो बाजे घरतिर हिँडेका भन्ने कि गाई गाई गर्नु बाजे मासु देखाइनु बाजे फर्केर मुसुक हाँस्दिनु यसो गर्नु न बाजेले उग्र छ नि बाजे